Finally we are at the Gorkha Darbar Museum. Finally we are at the Gorkha Darbar Museum. He's here. यो कस्तो मलाई मुभी याद आएन कि यही वालामा मुभी थियो कि एउटा जिजुको हजुर क्या हो यो आत्मा हो म आत्मा एउटा सल्लाह दिन आयो मलाई अब घर गएर हेरेपछि थाहा हुन्छ है टिकट काट्नुपर्ने रहेछ है नेपालीलाई 25 रहेछ क्या होइन यो सङ्ग्रहालय प्रवेश शुल्क 25 हो यस्तो छ टिकट चाहिँ ओके लौडी यहाँ देखाउनुपर्छ अहिले आएर खिच्नु होला फोटो हुन्छ यहाँ हेर न यो पेन्टिङ यो देखेँ पेन्टिङ फेड भइसक्यो फेड भएको कि त्यस्तै बनाएको Okay, this is Gorkha Sangrahalay. सबै छोएर हिँडिरह कस्तो राम्रो छ नि यस्तै भ्यू नै कस्तो राम्रो छ के दामी छ कि त्यो ल्यान्डस्केपले गर्दाखेरि कस्तो ओह्रालो छ अनि त्यहाँनिर घर रहेछ नि त अनि त्यसमा सब फुलहरू लालुपाते कति धेरै हो लालुपाते सबै चाहिँ लालुपाते नै लालुपाते राम्रो बनाएर चाहिँ लालुपाते चाहिँ Look at this. अनि यो रुखहरू पनि सानो रुखहरू पनि काटेर कस्तो राम्रो बनाउँछ त्यो दामी भ्यू आइरहेछ यो इट्टाहरू के हो Look at the details. हाम्रो साडो आइरहेको छ यतापट्टि कति राम्रो आएको हो कि है अब हामी भित्रै गएर देखाउँ है यहाँ त यस्तो छ है भित्र चाहिँ ओके यहाँबाट एन्ट्री होइन एन्ट्रीबाट
तल्लो दरबारको खायो के पनि देख्छ। त्यही त पुरानो आएको छ कति वर्ष 400 म्यापहरू रहेछ म्यापहरू अहिले नहेर्नु हुन्छ ओके पुरानो बर्तन भाँडाकुँडाहरू कलम प्रयोग गरिन्थ्यो अरे तामदानी रे के हो तामदानी भने हजुर ए के हो घले जातिको ड्रेस रे यो चाहिँ नेवारको अनि यो चाहिँ छेत्री जातिको यो चाहिँ तामाङको रे यो चाहिँ गुरुङ ड्रेस रहेछ मगर ड्रेस के फरक हुन्छ गुरुङ र मगरको ड्रेसमा लौ ए भगवान यो चाहिँ बराम जाति चेपाङको यस्तो हुँदो रहेछ यहाँबाट अघि हामीले यहीँबाट देखायो कि ती मान्छेहरू यस्तरी हेर्नेवाला रहेछ है अब चाहिँ हामी निस्क्यौँ है अब हामी निस्किँदैछौँ सङ्ग्रहालयको भिजिट पनि सक्यो होइन तर मैले एक्सपेक्ट गरेको जस्तो कुराहरू ओल्ड एकदम हुन्छ नि एन्टिक सामानहरू चाहिँ धेरै चाहिँ नरहेछ हामीले भित्र खिच्नै पाएन तर जति खिच्नु भयो हामीले खिचिहाल्यो होइन अब यो चाहिँ बाहिरको आएको चाहिँ ओइ कस्तो राम्रो ओइ सक्कली हो कि नक्कली हो लास्टै राम्रो छ Thank you for watching guys. Bye bye. See you in the next video.